यो चाहिँ हाम्रो फतुवा बिजापुर नगरपालिका है। फतुवा बिजापुर नगरपालिकाको वार्ड नम्बर 8 को स्वास्थ्य चौकी। यहाँनिर चाहिँ 2 बजेर 41 मिनेटमै स्वास्थ्य चौकी बन्द छ हैन। म लगभग आधी घण्टा अगाडि आएको थिएँ, स्वास्थ्य चौकी खुलेको थियो। अनि आधी घण्टा पछि आउँदाखेरि चाहिँ ठ्याक्कै हैन, आधी घण्टा 45 मिनट पछि आउँदाखेरि चाहिँ स्वास्थ्य चौकी बन्द। यो मेन अफिस यतापट्टि मैले अहिले तपाईहरुलाई देखाएको र म पछाडि अहिले जाँदैछु हैन। यो पछाडि चाहिँ अब पछाडि पनि खुल्ला हुन्छ सधैँ प्रायः यहाँनिर चाहिँ सबै थोक कामहरू हुने ओर्ने सुई हान्नेदेखि लिएर भ्याक्सिन दिने सबै थोक पछाडि हुन्छ हैन। पछाडि चाहिँ हुनुहुन्छ कि भनेर आएँ, पछाडि पनि हेरेँ, तर हाम्रो सरकारी कर्मचारीहरू कोही पनि हुनुहुन्न रहेछ क्या यहाँनिर। अनि एकदम नराम्रो लाग्यो, म मात्रै परेछु कि यसमा हैन। अनि मलाई भिडियो बनाउन मन लाग्यो यो सँगसँगै हैन, त्यही भएर मैले भिडियो बनाएको। हजुरहरू पनि पर्नु भएको छ होला यस्तोमा, कृपया आफ्नो जानकारी सेयर गरिदिनु होला र भिडियो पनि साथसाथै सेयर गरिदिनु होला है।